नमस्ते। आज म घरमा भएको पुरानो साडीबाट कुसन बनाउन गइरहेको छु। मसँग एउटा पिङ्क कलरको साडी छ। त्यसको मैले एउटा टुक्रा लिएको छु जसको लेन्थ छ 20.5 इन्च एन्ड ब्रेड छ 27 इन्च। अब हामी इच साइडमा 1.5 इन्च छोड्नेछौँ, जुन चाहिँ हाम्रो पछि सिलाउनको लागि, पछिल्लो पार्ट सिलाउनको लागि काम हुनेछ। यदि हजुरहरूले चाहनुभयो भने धेरै पनि छोड्न सक्नुहुनेछ। फर एक्जाम्पल, यदि हजुरलाई लेन्थको इच साइडमा 3 इन्च छोड्न मन छ भने हाम्रो जुन एक्चुअल लेन्थ लिएका छौँ हामीले 20.5 इन्च, त्यसमा हजुरलाई जति छोड्न मन छ त्यति एक्स्ट्रा कपडा लिएर कट गर्न सक्नुहुनेछ। हामीले ब्रेथ लिएका छौँ, ब्रेथबाट काम स्टार्ट गरेका छौँ। पहिला सुरुमा हामीले 20 cm लिएका छौँ र इच 2 सेन्टिमिटरमा एउटा लाइन तानेका छौँ। अनि त्यसपछि 5 सेन्टिमिटरको फेरि नेक्स्टमा लाइन तानेका छौँ। 5 सेन्टिमिटरको लाइनपछि 10 सेन्टिमिटरमा नेक्स्ट लाइन तानेका छौँ। त्यसपछि फेरि हामीले नेक्स्ट 5 सेन्टिमिटरमा 5 सेन्टिमिटरको नेक्स्ट लाइन पछि त्यसपछि हामीसँग रहन्छ 20 सेन्टिमिटर, जसबाट फेरि हामीले कति गरेका छौँ 10 वटा लाइन तानेका छौँ। यो 10 वटा लाइनको लेन्थ इच लाइनमा 2 सेन्टिमिटरको डिफ्रेन्स छ। हाम्रो यही लाइनिङ हामी नेक्स्ट साइडमा पनि गरेर आयो। हामीले यो साइडमा तानेको जस्तै लाइन यतापट्टिको अपोजिट साइडमा पनि लगाइसकेका छौँ चिन्ह। अब हामी इस लाइनलाई जोड्नेछौँ। हामीहरूले दुवै साइडको लाइनलाई जोडिसकेका छौँ। फाइनलमा हाम्रो यस्तो बन्छ। अब हामीले लेन्थपट्टिको साइड लिनेछौँ। हरेक 2 सेन्टिमिटर पछि फेरि हामीले लाइन तान्नेछौँ र दुईटै साइडको लाइन फेरि जोड्नेछौँ। हामीहरूले लेन्थको दुवै साइडमा पनि 2-2 सेन्टिमिटर छोडेर चिन्ह लगाइसकेका छौँ। अब यो इच लाइनलाई जोडेर फेरि आउनेछौँ। हामीहरूले लेन्थबाटको पोइन्टहरू पनि जोडिसकेका छौँ। यो बिचको 5 सेन्टिमिटर, यो 10 सेन्टिमिटर र 5 सेन्टिमिटरको स्पेसमा चाहिँ हामीले लाइन तान्दैनौँ। यो दुईटा साइडको चाहिँ 20 सेन्टिमिटरकोमा चाहिँ हामीले 2 सेन्टिमिटर लेन्थ भएको स्क्वायरहरू ड्र गरिसकेका छौँ। अब हामीले यो बिचको पोर्सनमा 5 सेन्टिमिटर छोडेर फेरि लाइन तान्छौँ। यो ठाडो पोर्सनको हेर्न सक्नुहुन्छ लेन्थ चाहिँ हामीले 5 सेन्टिमिटर लिएको छ। दुईटै साइडमा 5 सेन्टिमिटरको लेन्थ छ। अब यो दुईटा पोइन्टलाई हामीले फेरि जोड्नेछौँ। बिचको पोर्सन यस्तो भएको छ। हजुरहरूले चाहनुभयो भने यो ग्याप हामीले 5 सेन्टिमिटर लिएको छौँ, यसलाई हजुरले बढाएर 7 सेन्टिमिटर 8 सेन्टिमिटर पनि लिन सक्नुहुन्छ। जति धेरै सेन्टिमिटर लिनुहुन्छ त्यो बिचको हाम्रो गोल लड्डु हुन्छ त्यो त्यति नै ठुलो हुन्छ र जति सानो लियो त्यति नै सानो लड्डु बन्छ। अब यसमा हामीले यो कोठामा कसरी सिलाउने भनेर ड्र गर्छौँ। त्यसपछि हामीले यो एउटा स्क्वायर छोडेर यसमा डायगोनल दुईटा कर्नर जोड्नेछौँ। यसमा पनि दुईटा कर्नर जोडेर एउटा डायगोनल ड्र गर्नेछौँ। एउटा स्क्वायर छोड्दै हामीले यसरी डायगोनल ड्र गरेर यो लाइन कम्प्लिट गरेर फेरि आउनेछौँ। एउटा स्क्वायरलाई छोडेर नेक्स्ट स्क्वायरमा दुईटा भर्टेक्स जोडेर एउटा डायगोनल ड्र गरेका छौँ। फेरि हामीले नेक्स्ट स्क्वायर छोड्छौँ र दुईटा भर्टेक्सलाई जोडेर एउटा डायगोनल ड्र गर्छौँ। त्यसरी नै हामीले यो पुरा लाइन कम्प्लिट गरेको छौँ। नेक्स्ट स्टेपमा हाम्रो यो लाइनको जस्ट तलपट्टि अपोजिट डिरेक्सनतिरको डायगोनल र अर्को फेरि यसको अपोजिट डिरेक्सनमा नेक्स्ट डायगोनल ड्र गर्छौँ र हामीले यो दुईटै स्क्वायरलाई छोडेर नेक्स्ट स्पेसमा फेरि यसरी डायगोनल ड्र गर्छौँ। यसरी नै हामी यो लाइन कम्प्लिट गर्नेछौँ। यो नेक्स्ट स्टेपमा फेरि हामी यो
जहाँ हाम्रो अघिल्लोपट्टि ड्र भएको थियो त्यो स्क्वायरलाई छोडेर त्यसको नेक्स्ट स्टेपमा यसरी जान्छौँ। फेरि यसको नेक्स्ट, फेरि यसलाई लिभ, नेक्स्ट यो यसरी कम्प्लिट गर्नेछौँ। नेक्स्टमा फेरि हामी यसको तलपट्टिको लाइनमा ड्र गर्छौँ यसरी। र अब नेक्स्ट स्टेपमा छ हाम्रो यो। त्यसपछि फेरि हामी यो भन्दा जस्ट एक स्टेप माथिको स्क्वायरमा यसरी ड्र गर्छौँ यसरी। यो पनि हामी यसरी नै कम्प्लिट गर्नेछौँ। त्यसपछि यो नेक्स्ट स्टेपमा हामीले यहाँबाट यसरी अपोजिट भर्टेक्सहरू जोड्ने गरेर डायगोनल ड्र गर्छौँ, एउटा स्क्वायर लिभ गर्छौँ र यसरी यो कम्प्लिट गरेर हामी फेरि आउने। हामीहरूले यो पोर्सनमा जे गरेथ्यौँ सेम डे टु यो पोर्सनमा पनि हामीले त्यही गरेका छौँ। एउटा स्टेप छोडेर यसमा डायगोनल ड्र गरेको छौँ, फेरि एक छोडेर डायगोनल ड्र गरेको छौँ, योभन्दा तलपट्टि यसरी ड्र गरेर यो कम्प्लिट गरेका छौँ। अब हामी यसलाई कसरी सिलाउने भनेर फेरि सिक्छौँ। अब हामीले यो भर्टेक्सबाट यो भर्टेक्ससम्म सिलाउँछौँ। तलको कपडा नलिगोस् भन्नको लागि मैले तल उल्टा एउटा पेपर जस्तो राखेको छु। यसमा फर्स्ट यसरी सिलाउँछौँ। यो कर्नरलाई पनि हामीले यसरी लिन्छौँ र यसलाई यसरी खुम्च्याएर फेरि यसमा डबल सिलाउँछौँ। हजुरहरूले पनि यसलाई 2-3 चोटि सिलाएको राम्रो। यो नट 2-3 वटा बनाउनु पर्छ, पछि फेरि नट बनाइएन भने यो फुत्किन सक्छ हाम्रो। त्यसपछि हामी यसरी नै नेक्स्ट स्टेपमा जान्छौँ। यसकै हामीले जुन लाइन तानेका छौँ हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ यो हाम्रो डायगोनल तानेको हो। यो कर्नरमा जाउँ, यसरी लिनुपर्छ। यसलाई हामीले यसरी खुम्च्याउनु हुँदैन, सो यो तन्केकै हुनुपर्छ, तन्किनुपर्छ। त्यसपछि यसलाई नखुम्चियोस् भन्नको लागि एउटा नट यहाँ हालिदिउँ, नटका हालिदिउँ। यहाँ एउटा नट हालिदिइसकेका छौँ हामीले। फेरि यो कर्नरमा जाउँ जहाँ डायगोनल ड्र गरेको छ, यहाँ गएर फेरि हामीले यसलाई चाहिँ यो दुईटा डायगोनल यो कर्नरलाई जोडेर यसरी लिएर फेरि यसरी सिलाइदिउँ। यसरी सिलाएपछि यहाँ हामीले एउटा फेरि नट हालिदिउँ। हजुरहरूले पनि यदि हजुरहरूले नि यो कुसन बनाउँदै हुनुहुन्छ भने सकेसम्म 2-3टा नट हालिदिएको राम्रो हुन्छ। हजुरले जति धेरै नट हाल्नुभयो त्यति नै यो बलियो हुन्छ, प्लस पछि गएर बिग्रिने अथवा चुडिने हुँदैन। यसरी नै हामी यो लाइन कम्प्लिट गरेर फेरि यो लाइनको लागि आउने। हामीले यो लाइन कम्प्लिट गरिसकेका छौँ। अब फेरि हामी यहाँबाट स्टार्ट गर्छौँ। यहाँ पछि हामी फेरि यो कर्नरमा जान्छौँ। यो कर्नरबाट हामीले यसलाई नतानिकन यो कर्नरमा जान्छौँ र एकैचोटि यो 3टालाई यसरी एउटै पोइन्टमा हामीले खुम्चाउँछौँ र यसरी यसलाई फेरि यहाँ सिलाउँछौँ। हजुरहरूलाई मैले पहिले पनि भनिसकेको थिएँ, यदि हजुरहरूले नि यो कुसन बनाउँदै हुनुहुन्छ भने 2-3टा नट बनाएको राम्रो हुन्छ। त्यसपछि हामी नेक्स्ट यसपछिको अर्को कर्नरमा जान्छौँ। मैले भनिसकेको छु यो धागो लुज नै छोडिदिनुहोस्। यो एउटा कर्नरबाट अर्को कर्नरमा जाँदाखेरि र एउटा नट बनाइदिनुहोस्। त्यसपछि हामी जहाँ डायगोनल ड्र गरेको छ त्यसमा र त्यसपछि फेरि यसको यो नेक्स्टमा जान्छौँ र 3टैलाई मिलाएर हजुरले देख्न सक्नुहुन्छ। यो 3टैलाई मिलाएर हामीले यसरी खुम्च्याउँछौँ।
यो कुम्चिसकेपछि फेरि यसमा हामीले नट बनाउँछौँ। यही तरिकाबाट यही प्रोसेसबाट पहिला यता पछि फेरि योबाट यता आएर यताको कम्प्लिट गर्ने, फेरि यता आउने। यसरी नै यो हामी सिध्याएर फेरि यो सिध्याइसकेपछि फेरि यसको लागि आउनेछौँ। हाम्रो एक साइडको यो सिलाएर सकिसकेको छ। अब हामी फेरि नेक्स्ट साइडमा पनि त्यही तरिकाले सिलाउँछौँ। यहाँबाट स्टार्ट गर्छौँ, यता जान्छौँ, फेरि यता आउँछौँ, यहाँबाट यता जान्छौँ, यसरी गर्छौँ। यो सिध्याएपछि फेरि हामी आउने। हामीले दुईटै साइडतिर सिलाइसकेका छौँ। अब हामी बीचको जुन हाम्रो 10 सेन्टिमिटरको ग्यापमा हामीले लाइन तानेका थियौँ 5 सेन्टिमिटर को स्पेस दिएर, त्यो जुन त्यही लाइनमा हामी स्ट्रेट सिलाउँछौँ। हाम्रो होरिजेन्टल 10 सेन्टिमिटर स्ट्रेट लाइन सिलाइसकेपछि धागोलाई हामीले टाइट गरेर सेन्टरमा पर्ने गरेर नट बनाउनु पर्छ। सेन्टरमा युज भएको धागो हामीले बलियो लियौँ भने हामीले बलियो नट बनाउन सकिन्छ। यसरी नै हामी हरेक होरिजेन्टल लाइनमा सिलाएर नट बनाएर फेरि आउने नै छौँ। हजुरहरूले देख्न सक्नुहुनेछ हामीले सेन्टरमा नट पर्ने गरेर हरेक होरिजेन्टल लाइन सिलाएर आइसकेका छौँ। अब हामी पछाडिपट्टिको जुन सानो सानो होल छ त्यसमा फाइबर कोस्नेछौँ। जति सक्दो धेरै फाइबर हाल्नु पर्दछ, जसले गर्दाखेरि अगाडिपट्टिको लड्डु ठुलो ठुलो र सारो हुन्छ। हामीले जति थोरै फाइबर हाल्यो त्यति नै लड्डु गिलो हुने र पछि नदेखिने हुन्छ। त्यही भएर हामीले धेरै फाइबर युज गर्नुपर्छ। हजुरहरूले चाहेको फाइबर हालिसकेपछि हामीहरूले अब फाइबर हालेको जुन होल छ त्यसलाई बन्द गर्नुपर्छ। हामीले धागोले यसरी सिलाउन सक्छौँ। पहिला फाइबर टाइट भएर बाहिर निस्केको जस्तो लाग्छ, तर सिलाउँदै गएपछि त्यो फाइबरलाई हामीले भित्र हाल्न सक्छौँ सजिलरी। हजुरहरूले देख्न सक्नुहुनेछ हाम्रो कुसनको फ्रन्ट साइज यस्तो बनेको छ। कुसनको लागि ब्याक लेयर हाल्नको लागि त्यही लेन्थ बराबरको हामीले फेरि अर्को कपडाको टुक्रा लिनेछौँ र त्यसलाई हामीले चारैतिरबाट सिलाउनेछौँ। सिलाइसकेपछि हामीले त्यसमा चेन पनि हाल्न, हजुरलाई चेन हाल्न मन लागे चेन पनि हाल्न सक्नुहुन्छ। यो मैले चेन हालेर सिलाएर रेडी भइसकेको छ यो कुसन। हजुरहरूले देख्न सक्नुहुन्छ मेरो कुसन अब रेडी भइसकेको छ। कुसनको भित्र हजुरहरूले जे चाह्यो त्यो हाल्न सक्नुहुनेछ र आफ्नो कुसन आफ्नो इच्छा अनुसार रेडी बनाउन सक्नुहुनेछ। यो मेरो कुसन हो।